आज देख्न गइरहेको साथीहरू महोत्तरीको पेडा शुद्ध तरिकाले पुरा केमिकल फ्री। आजकल चिनी सब मिसाएर के धेरै मतलब अनवान्टेड हुन्छ नि, त्यस्तो नभएर आजकल शुद्ध कसरी बनाइन्छ भनेर देख्न गइरहेको छु। यो पेडा सबैजनाले खाएकै होला जहाँसम्म मलाई लाग्छ साथीहरू। त्यसको लागि सबैभन्दा पहिला मसिनमा दुध हालेर अनि हल्का चिनी हालेर मस्तले मसिन चलाएर अटोमेटिक हुन्छ। त्यहाँ हामीले केही गर्नु पर्दैन हात चलाएर। अनि बनाएको थोरै बाँकी एक्स्ट्रा थियो के बनाएकै राखेको नै थियो, अनि त्यसलाई पनि यसमा मिलाइदिइरहेछ। अनि दुवै सबैलाई सानेर थोरै तातो बनाएर अनि यसलाई बनाउनको लागि त्यसमा मिसाइदिइरहेको छ। अनि यसलाई सबैलाई काटेर सानो सानो काटेर अनि मस्तले त्यसलाई मसिनमा एउटा तयार गरेर अब यसलाई निकालिरहेको छ बाटामा थोरै थोरै निकालेर अनि पसारेर मतलब सराउनको लागि छोडिदिइरहेको छ, मतलब हिट कम हुनको लागि छोडिदिइरहेको छ। अनि यसलाई थोरै टाइम छोडेपछि फेरि काडा भएपछि यसले मसिनमा हालिदिइरहेको छ। अब मसिनले नै बनाउँछ। हेर्न सक्नुहुन्छ हाम्रो क्लिनिङको कति राम्ररी त्यो गरेको छ। एकराति पनि मतलब फोहोर नहोस् भनेर हातमा ग्लोभ्स लगाएर हाइजिनको लागि कति तयारी गरेको छ। मसिनले अब निकालेर अब निकाल्छ आफै, अनि एउटै सेपको काट्छ त्यसले, अनि त्यसमै आफ्नो सेप दिँदै जान्छ अनि मस्तले बन्दै जाँदै राख्छ। यताबाट देख्नुहुन्छ साथीहरू। अनि त्यसपछि यसलाई नेक्स्ट स्टेप यसलाई थोरै मस्तले चारैबाट गोलो भइसकेपछि राम्ररी अनि यसलाई के गर्छ भने यसलाई फेरि मिलाएर राख्छ एउटा क्यारेटमा एउटा प्लेटमा, अनि थोरै थोरै चापेर अन्त मिलाएर राखेपछि एउटा थोरै थोरै फुल पनि दिइसकेपछि देख्नु कति कुल लागिरहेको छ, कति मिठो हुन्छ। हस् त सर, धन्यवाद।